आज भाउजूले पानीपुरी खान मन लाग्यो अनि नन्द भाउजू मिलेर हामीहरूले पानीपुरी बनायौं। यही कुरा खान मन लागिसकेपछि हैन नखाँदासम्म त यो आत्माले शान्ति नै पाउँदैन। हिजो हामीले पसलमा पानीपुरी खाएको नि त खाए जस्तो लागेन आफ्नो घरमा बनाएर खाने भन्ने सोच्यौं। अमिलो पानीको लागि चाहिँ हामीले आँप झाड्यौं। आँप चाहिँ धेरै थियो रुखमा। अमिलो बनाउनको लागि चुक हुनै पर्छ भन्ने पनि छैन नि त। आलुसँगै आँप पनि बोइल गर्ने भनेर भाउजूले चाहिँ सबै रेडी बनाउनु भयो। आँप राम्रोसँग पाकिसकेपछि पानीमा घोल्न एकदमै सजिलो हुन्छ नि त। आँप हालेर बनाएको पानीपुरी हजुरहरूले खानु भएको छ कि छैन हामीले पनि फर्स्ट टाइम ट्राई गरेको। यता मेरो छोरीलाई पनि अमिलो खान मन लागेर त्यही भएर आँपको बोक्राहरू खाँदै छु। अनि यता भाउ चाहिँ पुरीलाई फुलाउँदै हुनुहुन्छ। हामीले पुरी चाहिँ बजारबाट किनेको, बाँकी अरु चाहिँ सबै आफै घरमा बनाउने भनेर। अनि घरमा प्याज चाहिँ सकेको थियो अनि म प्याज लिनको लागि पसल जाँदै छु। प्याज बिना पनि त केही खानेकुराहरू मिठो लाग्दैन नि त। मम्मी बुवाले प्याजलाई चाहिँ लगाउनु भएको थियो हैन, तर उसको दानै लागेन के, खै केही कुराको कमीले हो। हिजो अस्ति आफ्नै बारीको प्याजहरू युज गरिरहेको थियो नि, त्यो सकेको भएर चाहिँ आज पसलबाट ल्याउनु पर्यो। अनि मैले आलुलाई चाहिँ लसुनले झानेको। यसलाई लसुनले झाने भनेपछि यसको टेस्ट यति मिठो हुन्छ नि साथीहरु। जे कुरा पनि घरमै बनाएर खाएको भएर होला, बाहिर खायो भनेपछि खाए जस्तो लाग्दैन के। यता हामीले सबै कुरा रेडी बनाएर चाहिँ खान लाग्यो। आँपबाट बनाएको झोल मिठो हुन्छ कि हुँदैन जस्तो पनि लागिरहेको थियो, तर खाएको त एकदम मिठो थियो। मलाई के मान्छेहरु भएर बनाएर खायो भनेपछि केही लाग्दैन हैन, एक्लै खान एकदम धेरै अल्छी लाग्छ। आज भाउजूको कारणले पनि पानीपुरी खाने इच्छा पूरा भयो। अनि मलाई फलो नगर्नु भएको साथीले पनि फलो गरिदिनु होला। आजलाई यति नै साथीहरु, भेटौँला अर्को ब्लगमा। त्यतिसम्मको लागि बाइ बाइ।